अङ्क अङ्गको काम 3 बकर सुक्यो होला नि लाको माया। नमस्कार है। हौ लाखे नमस्कार है सेवा। साष्टाङ्ग दण्डवत छै। अरे लाख हौ के भो? सेवा ढोक छै। हौ लु सेवारो सेवारो आशीर्वाद धन्यवाद जिन्दाबाद मुर्दाबाद के बाद हो जम्मै बाद। तपाईँ जस्तो देश विदेश घुमेको सबै कुरा जानेको मान्छे छिमेकी पाउनु त हाम्रो लागि त ठुलो गौरवको कुरा हो। त्यो त ठ्याक्कै हो नि हैन के कामले पायो हो झुसे? तपाईलाई केही पर्यो भनेदेखि जिउँदाको जन्ती मर्जाको मलामी म छु। हैन हौ के पो भनेको हो? न त मेरो बिहे गर्ने बेला भएको छ न त मर्ने नै बेला भएको छ। हौ के पो भन्नु खोजेको अलिक कुरो बुझिन नि झुसे। कुरो के भनेदेखि त्यो कोटको अनिकाल परेर त्यहाँ बिहेमा कोट लाएर मात्रै आउने भनिया रहेछ। एउटा छ भनेदेखि जडौरी। हौ किन पो यत्रो धेरै अघिदेखि डाल्डा र घिउ लाएर चिप्लो कसी कसी कुरा गर्छ झुसेले भनेको त त्यही कोट माग्नु पो रहेछ। लुटे हौ दिए नि अब के त मेरो भतिजो केटाले 1914 मा ल्याएर छोडेको सेटै कपडा पो छ त लु झुसे। लाखे ठिक हुने खाल भाइ हेरौँ है त यसले हुन्छ कि हुँदैन। यसले हुन्छ यो मेल्टरी लुगा। अब पल्टनेकोमा अनि यो पल्टने लुगा नभएर कस्तो लुगा हुन्छ त? कोट लाएर आउनु भनिया थियो यसले होला त्यहाँ। नमस्ते ठुलो भिनाजु। नमस्कार सर। बा घरमा हैन बाबु? बिहेको दिन घरमै हुनुहुन्छ। जानु जानु कोट राम्रो रहेछ है। नमस्ते काका। ए नमस्ते नमस्ते। अनि के छ पाउन पासाहरू आए? ए सबै नै आइसके। अनि खसी ढाले? ढालिसके तयारी भएर बसियो। ए ल ठीक छ ठीक छ। ए पहनु त पहनु दे कोट ल राम्रो रहेछ। तपाईँ जानु जानु ठीक छ हैन? जानु ठिक छ। सेवा रहे आफू त जन्मेकै कोट लाएर जन्मेको इमान इज्जत र प्रेस्टिज भएको मान्छे भन्नै पर्दैन। घडी पनि पछ त जानु जानु हाङकाङको कि जानु पुरै गर्नु पर्दैन। लो लो ए कस्तो तालको लुगा लाएर यस्तो लुगा लाएर आउने भने मैले कोट लागेको मान्छेलाई जान दिनु नि पहिला। ए तपाईँ जानु जानु होइन कस्तो लुगा लाएर परेल खेल्न लाग्यो क्या आर्मीको लुगा लाएर। अघि नै मैले यो झुसेलाई भनेको है म मेरो कोट दिन्छु नि त झुसे लाऊ भनेको होइन। म त पल्टने लुगा लाउँछु भने ऊ अब यस्तो लु आफै कुरा गरौँ है। यो लुगा लाएर जाने हो मैले कोट लाएर आउनु त्यतिमा त्यत्रो निम्तो गर्दाखेरि भने होइन कस्तो ताल तपाईँ घर जानु। ए यस्तो लुगा लाएर आउने यो हुँदैन हुँदैन यस्तो लुगा लाएर कहाँ हुन्छ? कोटै खोज्नु पर्यो नि। अब मागेर पनि घिउ र भात त कहाँ मिल्छ अनि? पायौ त कोट? कसले दिन्छ र पाउनु? होइन निम्तो नि कति गर्न सक्या? गाउँमा जहाँ गयो कोट लाएर त्यसकैमा जानुपर्छ त्यसकैमा जानुपर्छ। कसले दिन र पाउनु? अनि राजबाबु कहाँ गयो त? गाएन। पाउने ठाता किन जान्थ्यौ त? यस्तो अप्ठ्यारो बेलामा काम लाग्ने नि आफ्नो दाजुभाइ त हो नि। आफन्त कहाँ भनेर कहाँ भन्ने जाऊ त्यहाँ गएर माग। जाउँ त? जाऊ जाऊ छिटो। त्यही पनि अर्काले छिटो त छिटो कुदिहाल।